Hello everyone, this is me Binoj. I recently completed Kori trek and this is day 2 of our trek. बिहानै उठेर सिक्लेस भिलेजको ड्रोन सटहरू लिगे। फर्स्ट दिनमा हामीहरू सिक्लेस आएर नमस्ते गेस्ट हाउसमा बसेका थियौँ। सेकेन्ड डेको बिहान फ्रेस भएर खाजा खाएर लगभग 8:30 बजेतिर माइला दाइलाई बिदाई लिएर त्यसपछि हामी लाग्यौँ ट्रेक सुरु गर्न। हामीले चाहिँ यो ट्रेक असार महिनामा गरेका थियौँ, त्यही भएर वरिपरि मजाले हरियाली देख्न पाइन्थ्यो। ट्रेकिङको सुरुमा चाहिँ डाउनहिल ट्रेक थियो। हामीलाई खासै गाह्रो भएन डाउनहिल ट्रेक गर्नलाई। हामी काठमाडौँबाट 4 जना आएको भए तापनि हामीले होटलमा अर्को 4 जना ग्रुपलाई भेटेका थियौँ, त्यही भएर हामी 8 जना मिलेर मादी हाइड्रो पावर तर्फ चढ्न थाल्यौँ। सिक्लेसबाट लगभग 2 किलोमिटर जति डाउनहिल हिँडिसकेपछि हामी मादी हाइड्रो पावर आइपुग्यौँ। हामीलाई मादी हाइड्रो पावर आइपुग्न लगभग 1.5 घण्टा जति लागेको थियो। मादी खोला तर्ने पुल कटिसकेपछि भने सबै ट्रेक उकालो छ। हामीले अपहिल ट्रेक पनि उही गतिमा बिस्तारै अगाडि बढायौँ। डिहाइड्रेसनबाट जोगिनको लागि हामीले बेला बेलामा वाटर ब्रेकहरू लिग्यौँ। आफूलाई मेमोरिजको लागि मजाले फोटो भिडियोहरू खिच्दै नेचरसँग रमाउँदै हामी उकालो लाग्यौँ। हाइड्रो पावरबाट लगभग 5 घण्टा जति हिँडिसकेपछि भने हामी टासा आइपुग्यौँ, जहाँ चाहिँ हाम्रो खाना खाने स्पट थियो। हामीले चाहिँ खाना ट्रेकर्स लजमा खायौँ र त्यसपछि 1 घण्टा जति रेस्ट गरेर बस्यौँ। त्यसपछि हामीले फेरि ट्रेक सुरु गरेर अगाडि बढ्न थाल्यौँ। बाटो बिचमा प्रशस्त भेडाहरू देख्न सकिन्छ। हामी पनि एकछिन भेडाहरू हेर्दै रुमल लियौँ र त्यसपछि फेरि अगाडि बढ्यौँ। आजको हाम्रो बासको व्यवस्था चाहिँ चिगामा लालीगुराँस होटलमा गरिदिनु भएको थियो। टासाबाट माथि भने खासै इन्टरनेट नदिने रहेछ। हामीलाई ट्रेकभरि खाना बस्नको लागि चाहिँ माइला दाइले व्यवस्था गरिदिनु भएको थियो, त्यसैले हामीलाई खासै गाह्रो भएन। टासाबाट लगभग 3 घण्टा जति हिँडिसकेपछि हामी होटल लालीगुराँस पुग्यौँ। त्यसपछि हामी एकछिन रेस्ट गरेर जान्त तरुणलाई क्याम्प फायर गर्न थाल्यौँ। यसरी हामी नन स्टप हिँडेर हाम्रो ट्रेकको डे 2 सक्यो। फलो अलङ टु सी आवर होल जर्नी।